हेर्नुस् त उ त्यो ठुलो रुख, त्यो रुखलाई थाहा छ चैत वैशाखको खडेरीमा उसँग भएका ओइलेका र सुकेका पातहरू सबै झर्दा पनि उ रुँदैन किनकि उसलाई थाहा छ मसँग भएका यी ओइलेका र सुकेका पातहरू नझरिकन म हराभरा हुन पाउने छैन। त्यस्तै साथी, यदि तपाईले भविष्यमा सुख खोज्दै हुनुहुन्छ भने, तपाईँ भविष्यमा सफलता प्राप्त गर्न खोज्दै हुनुहुन्छ भने आज आँसुको भुमरीमा डुब्नै पर्छ, सङ्घर्ष गर्नै पर्छ, दुःख झेल्नै पर्दछ। तब पो साथी भोलि सुख प्राप्त हुन सक्छ। साथीहरू, यी र यस्तै जीवनोपयोगी र मोटिभेसनल कुराहरू सुन्नको लागि हजुरहरूले यस भिडियो पुरा हेरिसकेपछि यो भिडियोलाई मन पर्यो भने एक लाइक, एक कमेन्ट गर्नुहोला र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला, किनकि यो च्यानलमा यी र यस्तै भिडियोहरू आउनेछ जुन जीवन उपयोगी हुनेछ। र यो भिडियो पुरा हेर्नुभयो भने जसले भिडियो हेर्नुहुन्छ पक्कै पनि तपाईँहरूको सोचमा केही न केही बदलाव आउनेछ, तपाईँहरूको जीवनमा केही न केही बदलाव आउनेछ। त्यसैले यो भिडियो हेर्न नछुटाउनुहोला है।